शारीरिक सम्बन्धपछि बुद्धिमानी महिलाले पक्कै गर्छिन् यी काम। धेरै मानिसलाई थाहै छैन। शारीरिक सम्बन्धले सम्बन्ध बलियो बनाउँछ, तर एक समझदार महिलाले शारीरिक सम्बन्धपछि तुरुन्तै केही काम गर्दछिन्। महिलाको यौन स्वास्थ्यलाई ठिक राख्न यी कामहरू निकै महत्त्वपूर्ण हुन्छन्, तर धेरैजसो महिलालाई यो टिप्स बारे जानकारी हुँदैन, जसका कारण उनीहरूको यौन स्वास्थ्य र यौन जीवन बिग्रन थाल्छ। आउनुहोस् जानौ महिलाले शारीरिक सम्बन्धपछि के गर्नुपर्छ त। शारीरिक सम्बन्धपछि पिसाब गर्नु। महिलाको यौन स्वास्थ्यलाई ठिक राख्नको लागि स्मार्ट महिलाहरूले शारीरिक सम्बन्धपछि सधैँ पिसाब फेर्छन्, किनभने शारीरिक सम्बन्ध राख्दा संक्रमणको जोखिम हुन सक्छ। त्यसैले पिसाबको सहयोगमा हानिकारक ब्याक्टेरिया र फंगस हटाउन आवश्यक छ। शारीरिक सम्बन्धपछि तातो स्नान। शारीरिक सम्बन्धपछि महिलाले यौनाङ्ग सुन्निने र जलेको गुनासो गर्न सक्छन्। चिकित्सकका अनुसार यो जटिलता र संक्रमणको जोखिम कम गर्न महिलाहरूले शारीरिक सम्बन्धपछि तातो पानीमा नुहाउनु पर्छ र जङडाङ्गा वरपरको छाला मनतातो पानीले धुनुपर्छ। ध्यान राख्नुहोस् कि जननाङ्ग क्षेत्रमा धेरै तातो पानी लगाउनु हुँदैन। पानी पिउने। महिलाले शारीरिक सम्बन्ध गरेपछि पर्याप्त मात्रामा पानी पिउनुपर्छ, किनकि महिलाहरूका लागि शारीरिक सम्बन्धको कार्य गर्नु एक किसिमको व्यायाम हो, जसको कारण शरीरमा पानीको कमी हुन्छ। शारीरिक सम्बन्धपछि पानी पिउनाले शरीरलाई हाइड्रेट गर्छ र पिसाब निस्कन पनि मद्दत गर्छ। दही वा प्रोबायोटिक्स खानाको सेवन। वुमन हेल्थका अनुसार शारीरिक सम्बन्ध राखेपछि महिलाले दही, मोही जस्ता प्रोबायोटिक खानेकुरा खानुपर्छ, किनभने यसमा महिलाको यौनाङ्गका लागि फाइदाजनक ब्याक्टेरिया हुन्छ। यसको साथमा संक्रमणको जोखिम पनि कम हुन्छ। यी चिजहरू प्रयोग नगर्नुहोस्। शारीरिक सम्बन्धपछि यौनाङ्गको सम्पर्कमा आएर सुगन्धित वाइप र साबुन प्रयोग गर्न हुँदैन। यसले दाग, चिलाउने र संक्रमणको जोखिम निम्त्याउन सक्छ। यहाँ प्रदान गरिएको जानकारी कुनै पनि चिकित्सा सल्लाहले विकल्प होइन, शिक्षा दिने उद्देश्यले मात्रै हो। चिकित्सा सल्लाह लिन भने नबिर्सनुहोला।